अनि यता हेर्नु न मेरो छोराको पारा हालत चाहिँ यस्तो। कहाँ जान लाग्यो रहेछ र तिमी? लुगा फोहोर भयो, उठी उठी उठी। बुढाबुढीको चाहिँ फेरि यता एकदम आफ्नै छुट्टै। हेलो नमस्ते नमस्कार एन्ड लस साथीहरू, वेलकम ब्याक माई युट्युब च्यानल। फेरि पनि स्वागत छ हजुरहरू सम्पूर्णलाई सिर्जना म युट्युब च्यानलमा फेरि पनि न्यू डेमा न्यू भ्लग लिएर आएको छु। साथीहरू मलाई एकदम सन्चै छु, हजुरहरू पनि धेरै सन्चै हुनुहुन्छ भन्ने आशाका साथ भ्यू लाइक केही पनि नआउँदा के बोले भाइ? अब के बोले के छ थाहा बोले नआए तापनि मैले चाहिँ भ्लग बनाएर लिएको छु साथीहरू। फेरि पनि अब कसैले नहेरिदिए पनि के गर्नु, सकेसम्म सबैजनाले हेरिदिनु होला, माया गरिदिनु होला आमा छोराको युट्युब च्यानललाई भन्न चाहन्छु साथीहरू। कसैले पनि हेर्नुहुन्न, कसैले लाइक कमेन्ट सब्सक्राइब केही पनि गर्नुहुन्न होइन। भ्यू नआए पनि अब भ्लग बनाउने चाहना चाहिँ हुँदो रहेछ साथीहरू। सो त्यही भएर मैले चाहिँ भ्लग लिएर आएको छु। अनि यता हेर्नु न मेरो छोराको पारा हालत चाहिँ यस्तो छ। कस्तो लजाउने कि तिमी त छ्या। के भएको त्यो? टिका लाउने भनेर यहाँ फेरि टिका लाउनु पर्यो रे छोरालाई पनि। किन टिका लगायो? यो कसले लगाइदिएको? मम्मीले हो टिका लगाइदिएको। टिका लाउनु हेलो गरिदिनु। हेलो नमस्ते नमस्ते खै त गरेको नमस्ते। आया कुल्च्यो मलाई, कुल्चिरहेको के छोराले पुरै। अनि चिमचिम गरिदिनु त लु, धेरै दिन भयो चिमचिम नगरेको। चिमचिम गरिदिनु न, नगर्ने गुड चिमचिम गर्नु गुड होइन। छोरा चाहिँ पुरा बिरामी भइरहेछ क्या, रुगाखोकी लागेर। छोरालाई पनि मलाई पनि त्यस्तै हालत भएको छ होइन। रुगाखोकीले चाहिँ नसक्नु भयो हामीलाई। सो हामी चाहिँ रुगाखोकी लागे तापनि हामी कता लाग्दैछ रे छोरा? हामी कहाँ जाने रे? कहाँ घुम्न जाने रे? उता जाने तल? अनि तिमीलाई त नलाने रे नि त, तल नआऊ भनेको छ। हम करे तो करे, क्या बोले तो बोले। सो गाइस हामी चाहिँ अहिले जान लागेको छु फुपूको घरमा। काठमाडौँको भ्यू देखाउने छ हजुरहरूलाई। अहिले चाहिँ अघि चाहिँ यत्रो मुसलधारे पानी परेको थियो कि अहिले चाहिँ फेरि घाम लागिरहेको छ क्या, पुरै राम्रो घाम लागिरहेको छ, न्यानो घाम। सो हजुरहरूलाई म काठमाडौँको न्यानो घाम देखाउनेवाला छु होइन। हामी चाहिँ यहाँ घरबाट निस्किन लागेको, अब फुपूको घर जान लाग्यो। सो अहिले फुपूको घरमा गएपछि भेटौँला है साथीहरू। खै क्यामेरा त खासै गतिलो त आएन साथीहरू। यता जस्तो मौसम भ्यू छ त्यस्तो चाहिँ राम्रो आएन। सो तैपनि मैले कैद गरेको छु क्यामेराबाट, देख्न सक्नुहुन्छ। यस्तो रहेको छ। अघि चाहिँ पानी परेको थियो आकाशमा, अहिले चाहिँ यस्तो रहेको छ। लड्छ यहाँ चिप्लो छ फेरि बाटो, हेर्नु न यस्तो चिप्लो बाटो छ कि छोरालाई बोकेर हिँड्नु परेको छ यस्तो चिप्लो बाटोमा पनि। हाम्रो लुगा सुकाइराखेको छ हेर्नु त, अघि होइन भन्नु त छोरा हो। चिमचिम गरिदिनु त एकचोटि फेरि, चिमचिम हेर्नु कस्तो चिमचिम गर्नुहोस्। पुरा के त्यो मोबाइल देखेपछि एकहोरो हुँदो रहेछ बच्चाहरू त भाइ। म त नदिने अब। कहाँ जान लाग्यो रहेछ र तिमी? कम मातेको छ मोबाइल हेर्नुपर्ने छ आजभोलि। कस्तो कार्टुन हेर्न खोज्छ क्या छोरा चाहिँ। कार्टुन भनेपछि हुरुक्क हुन्छ साथीहरू। अब यस्तो यताउति आफ्नो काम हुन्छ नि होइन, बच्चा काममा भएपछि हरेक काम हुन्छ। अलि मोबाइल दिएर मोबाइलमा कार्टुन देखाएर भुलायो अनि बानी त्यही जाँदो रहेछ क्या यस्तो। ऊ आज कार्टुनको कुरो गर्ने बाबा रे बाबा खै? कहाँ खै तिम्रो बाबा? छोराको बाबा खै? मम्मीले टिका लगाएपछि उस छोराले पनि लाउनु पर्ने रे। सो गाइस हामी चाहिँ साथीहरू हामी चाहिँ आइपुग्यो। कहाँ हो छोरा? कहाँ आइपुग्यो रे हामी? कहाँ आइपुग्यो रे? पुरा यहाँ चाहिँ खै मैले सोधेन। रुममै होला। टिका लाउने रे, मैले लगाएपछि टिका लाउने भन्छ। ओइ लड्छ लुले न आऊ। त्यहाँबाट लड्यो भने तल्लो कान्लामा पुग्छ है अहिले, तल्लो गरम। म केही बोल्दिनँ क्या, म केही बोल्दिनँ। टाउको दुखेर केही बोल्न सक्नु छैन। यस्तो टाउको दुख्दा चाहिँ रुगाखोकी लागेपछि ज्वरो पनि आउन थाल्छ क्या मलाई चाहिँ फेरि। यति गाह्रो हुन्छ कि। लुगा फोहोर भयो, उठी उठी उठी। कस्तो है हिँड्न सक्ने मान्छे त्यसरी अब कहाँ जानलाई घर जान लागि फेरि। नजान है, म त नजाने अहिले नै।
यता चाहिँ हाम्रो फुपूको तरकारी बारी। अनि सो आजको मौसम यहाँबाट चाहिँ यस्तो देखेको छ कि यता आउनु कहाँ जानु लागि छ फेरि यता आउनुहोस् छोराकै मर्जीमा चल्छ क्या फेरि सबै कुरा होइन त्यहाँ जस्ताले काट्यो भने अहिले के हुन्छ हालत छोरा सृजनको भ्लग आज चाहिँ पुरा साथीहरू हामी चाहिँ अब यहाँबाट हिँड्न लागेको छौँ हामी चाहिँ यहाँबाट खासमा कहाँ जाने भन्दाखेरि हामी चाहिँ यता हरिसिटी पार्कमा जानु लागिरहेछ आज चाहिँ को जानु लाग्दै हुनुहुन्छ भन्दाखेरि हाम्रो फुपू जानुहुन्छ फुपू आमु भाइ अनि छोरा 4 जना जानु लागिरहेको छ हिजो अस्ति चाहिँ 2 जना 3 जना मात्र हुन्थ्यो भने आज 4 जना जानु लाग्दैछ सो कति रमाइलो हुन्छ होला भन्नु त भाइलाई बिदाई दियो गाइस सो गाइस हामी चाहिँ हरिसिटी पार्कमा आइपुगिसकेको छु यता हाम्रो प्यारी फुपू यता भाइ यता छोरो यता म यस्तो छ हरिसिटीको भ्यू चाहिँ यस्तो छ यता हिलो रहेछ सर हिलो ला हिलोमा चिप्लिन्छ नि यहाँ त पानी परेर कस्तो पाप बिजोग भएछ साथीहरू यहाँ त कस्तो राम्रो मजादार थियो ठाउँ होइन आज चाहिँ पानी परेको भएर कस्तो त्यहाँ हिलो भएछ क्या माथि चौरमा चाहिँ चिसो अलिकति चिसो नै छ अनि तर चाहिँ हिलो भएछ क्या साथीहरू फोटो खिच्ने मजादार फोटो खिच्ने कार्यक्रम छ भने हामी चाहिँ यता सुन्दरमा बसिरहेको छु यता मन्दिरमा बुढाबुढीको चाहिँ फेरि यता एकदम आफ्नै छुट्टै दुनियाँ छ यता हाम्रो फुपूको फेरि छुट्टै दुनियाँ धन्न लडेको एउटा मान्छे चाहिँ यता फेरि मेरो छोरा चाहिँ उता जाने भनेर होइन पुरै चुम्किरहेछ क्या गजब बेइज्जती है सो साथीहरू हामी चाहिँ हरिसिटी पार्कमा अहिले यहाँ चौरीमा यस्तो सुतिरहेछ कि घाम न्यानो यस्तो अल्छी लागेको छ कि साथीहरू भनौँ भने टाउको दुखेर नगला नि टाउको दुखेर पुरा रुगा लागेर टाउको दुख्दो रहेछ क्या फेरि मलाई त रुगा लाग्यो कि ज्वरो आइहाल्यो क्या साथीहरू यस्तो सुतिरहेको छ हेर्नु यस्तो राम्रो छ क्या फेरि म यताखेरि छोरा मम्मीले आया भयो क्या के हेरेको यो चाहिँ छोरा सुसु गर्यो ला यहाँ त सुसु गरिहाल्यो नि मैले त ड्राइभर नलाएको थिएँ बर्बाद पारे छोराले त बर्बाद पारिहाल्यो नि लो चप्पल नलाउने रिसाइरहेछ फेरि पुरा बम भइरहेछ क्या अनि एउटा चाहिँ यहाँ के हो यहाँ आएर नि यता आएर नि तिमी अनि मोबाइल खेल्ने पुरा गेम जुत्ता लाऊ है आज मेरो टाउको किनकि यस्तो दुखिरहेछ कि रुगा लागेर सो साथीहरू आजको भिडियो चाहिँ यति नै